खुरु खुरु यति बिहान बिहान राम्री राम्री भएर हामी चाहिँ कहाँ हिँडेका होला गाइस एकदम बाटैबाट भनेर हेलो हाई नमस्ते छ गुड मर्निङ सबैजनालाई र गाइस आज चाहिँ हामी जाँदैछौँ फुपू घर सबैजनाले एकदम प्लान मिलाएर यहाँ दादा भाउजू साना केटाकेटी सबै मिलेर जाँदैछौँ फुपू घर किनभने आज सन्डे पर्यो र अनि सन्डेको दिन पनि नछोड्ने हामीले चाहिँ कहीँ घुम्न चाहिँ निक्लिहाल्यौँ र अहिले चाहिँ हामी स्टेसन आइसकेको छौँ र अनि ट्रेनको जर्नी पनि कति गर्नु हो भन्दा भन्दै ट्रेनमा पनि चढिसक्यौँ र यहाँ सबैजनाले सिट भेटिसक्नु भएको रहेछ र हामीले चाहिँ बस्यौँ र अनि यहाँ चाहिँ हाम्रो कि परीले चाहिँ छडी पनि साथमा ल्याएकी रची नै घरदेखि नै र परीले चाहिँ अब छडी उडाउँदै जान लागेन अनि यहाँ हाम्रो कि भाउजूले चाहिँ फल काटेर ल्याउनु भएको छ घरबाट किनभने हाम्रो कि परीले चाहिँ खाना केही नखाइ निक्लेकी रहेछन् र अनि हामी पनि लु न त परीलाई हेल्प गरौँ भन्दै हामी पनि फल खाना एकदम हेल्प गर्न थाल्यौँ परीलाई र खाँदै 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 यहाँ चाहिँ फाइनली हामीहरू चाहिँ आइपुगेका छौँ स्टेसन र अब चाहिँ हामी लाग्छौँ घरतिर फुपू घरतिर अनि यो ट्रेन चाहिँ हामीले जुन ट्रेनमा आएको यो ट्रेन चाहिँ अब यतातिर लाग्छ अनि हामी लाग्छौँ सिधै फुपू घरतिर अनि हामीले नि यहाँ केही कुछ खानेकुरा लिएर हामी चाहिँ बाटैबाट लाग्न थाल्यौँ र साथमा हामीहरूको यहाँ दारा पनि हुनुहुन्छ किनभने दाराको दोकान यही सामने थियो र दारा पनि हामीसँगै जानुहुँदैछ फुपू घरतिर अनि यहाँ चाहिँ हेर्नुहुन्छ होला यस्तो गर्मी छ गर्मीमा हामी पनि खुरु खुरु बाटैबाट लाग्यौँ सबैजना मिलेर फुपू घरतिर र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ होला फाइनली हामीहरू फुपू घर पनि आइसकेका छौँ र अब हामी भित्र जानेछौँ पहिलो चाहिँ हामी कोसँग भेट गर्नेछौँ तपाईँहरूलाई देखाउनेछौँ यहाँ चाहिँ हामीहरू भेट गर्दैछौँ पहिलो भन्दाखेरि हामीहरूको फुपाजूसँग भेट गर्दैछौँ यहाँ चाहिँ हामीहरूको फुपाजू हुनुहुन्छ र दादा चाहिँ भेट गर्न थाल्नुभयो अनि हामीहरूको फुपू पनि हुनुहुन्छ सबैसँग हामीहरू यसरी नै भेट गर्न थाल्यौँ र अनि यहाँ हामीहरूको भाउजू पनि आइसक्नुभयो अनि हामीहरूको सानो विज्ञान चाहिँ हेरेर खानेकुरा भेटेपछि ऊ चाहिँ भागो अब सानोमा त्यस्तै हो सबैजना भन्दै अनि हामी पनि एकछिन बस्न थाल्यौँ अनि यो विज्ञान भाइ चाहिँ अब आइपुग्यो हामीसँगै गफ गर्न थाल्यो र अनि हामी सबै मोबाइल हेर्दै फ्यानमा बस्दै बस्दै बस्न थाल्यौँ अनि हामीहरू चाहिँ अब एकछिन बसेका थियौँ रुममा र अनि यसो चान्समा डान्स लिएर हामी चाहिँ केटाकेटीलाई त्यहीँ छोडेर हामी दुईजना चाहिँ निक्ल्यौँ एकदम यस्तो घाम भए पनि सधैँ अर्दै गयो भने हामी निक्लिन थाल्यौँ कहाँ हिँडेको होला हामी भन्नाले गर्दा हामी चाहिँ हिँड्दैछौँ दोकानतिर किनभने चटपटै नखाउन्जेली हामीहरू चाहिँ यहाँ फुपू घरमा आएको केही मिसन पुरा हुँदैन र हामीहरू पनि एकदम चटपटे खाना भनेर दोकानतिर लाग्यौँ है लु अब यहाँ आएर त दोकान त बन्द पो रहेछ त अनि हामीहरू चाहिँ लाग्यौँ भित्रतिर अनि भित्रैबाट हामीले चाहिँ चटपटे लिन थाल्यौँ अङ्कलले चटपटे बनाइदिन थाल्यौँ किनभने आज यस्तो गर्मीले गर्दा दोकान पनि बन्द गर्नुभएको रहेछ हामीले चाहिँ चटपटे लिएर बाहिर आएर बस्न थाल्यौँ र अनि यहाँको चटपटे हेर्नु यस्तो राम्रो चटपटे हामी चाहिँ अब दुईजना मिलेर फटाफट चटपटे खान लाग्यौँ किनभने हामीले चाहिँ घरमा कसैलाई हामीहरू अब चटपटे खाना आएका छौँ भनेर नभनी आएका छौँ यस्तो गर्मी छ नभए भाइ बहिनी पनि हामीहरूको पछि लाग्छन् भनेर हामीले चाहिँ उनीहरूलाई एकदम हामी उनीहरूदेखि लुकेर आएका छौँ र अनि हामीहरू चाहिँ यहाँ खाँदै खाँदै खाइसक्यौँ दुईजनाले चटपटे अनि यहाँ हेर्न सक्नुहुन्छ यत्रो ठुलो मग सामने राखेका छौँ किनभने यस्तो पिरो छ कि पानीले पनि यतिले पनि पुगेन र यहाँ मलाई चाहिँ साह्रै नै पिरो लागिसकेर यति पिरो भयो कि अब आँखाबाट आँसु कन्ट्रोल भएन र मेरो चाहिँ आँसु झर्न थाल्यो लु यहाँ त चटपटे खाइसक्दा अर्दा घर जाने बेला पनि भइसकेछ र हामीहरू चाहिँ सबैजना मिलेर फेरि स्टेसन आयौँ किनभने हामी फेरि ट्रेनमै जानेछौँ भनेर अनि यहाँ चाहिँ मलाई एकदम तिर्खा लागेर मै फेरि फास्ट फास्ट गरेर स्प्राइट चाहिँ म खाना थालिहालेँ किनभने यस्तो तिर्खा लागेको थियो चटपटे खाएर भनेर र गाइस आज चाहिँ तपाईँहरूलाई आजको ब्लग कस्तो लाग्यो होला कमेन्टमा जरुर भन्नु होला यहाँ चाहिँ हेर्न सक्नुहुन्छ फाइनली हामीहरूको घर आइसकेका छौँ आजको लागि चाहिँ यति नै छ तपाईँहरूसँग फेरि पनि अर्को एउटा ब्लगमा भेट हुनेछ बाई बाई